के तपाईलाई थाहा छ धेरै राम्रो इमानदार र सहयोगी मानिसहरू पनि किन आफ्नो जीवनमा पछाडि पर्छन्? कारण उनीहरुमा क्षमता नभएको होइन, तर एउटा यस्तो बानी हो जसले गर्दा उनीहरुको आत्मविश्वासले खोसिन्छ। अन्तिम कारण धेरै मानिसले एकदमै ढिला बुझ्छन्। तपाई पनि सबैलाई खुसी पार्ने प्रयास गर्नुहुन्छ भने यी 3 वटा कारण ध्यान दिएर सुन्नुहोस्। नम्बर 1, तपाई आफ्नो वास्तविक पहिचान गुमाउन थाल्नुहुन्छ। अरूले के भन्लान् भन्ने डरले तपाईले आफ्नो इच्छा दबाउनुहुन्छ। मनले होइन तर बाहिर हो निस्कन्छ। केही समयपछि तपाई आफ्नो निर्णयमा होइन अरूको अपेक्षामा बाँच्न थाल्नुहुन्छ। तर यो भन्दा ठूलो समस्या त अझै छ। नम्बर 2 मा तपाई आफ्नो समय र ऊर्जा अरूको जीवनमा खर्च गर्नुहुन्छ। सबैलाई खुसी पार्ने प्रयासमा तपाईले आफ्नो सपना, लक्ष्य र मानसिक शान्तिलाई पछि पार्नुहुन्छ। दिन बित्दै जान्छ तर आफ्नो जीवन भने त्यहीको त्यही रहन्छ। अब सबैभन्दा महत्त्वपूर्ण तेस्रो कारण, अन्त्यमा पनि सबैजना खुसी हुँदैनन्। यही सबैभन्दा कठिन सत्य हो। तपाईले जति नै अरूको लागि गरे पनि कसैले तपाईलाई आलोचना गर्छ र कसैले तपाईलाई गलत बुझ्छ। त्यसैले आफ्नो सम्पूर्ण जीवन अरूको स्वीकृति खोज्दै बिताउनुको कुनै पनि अर्थ छैन। याद राख्नुहोस्, आत्मसम्मान भनेको सबैलाई खुसी पार्नु होइन, सही समयमा सही निर्णय गर्नु हो। आजदेखि एउटा निर्णय गर्नुहोस्, आफ्नो भविष्यको लागि बाँच्ने, अरूको स्वीकृतिको लागि होइन। तपाई पनि आजदेखि आफ्नो जीवनलाई प्राथमिकता दिने निर्णय गर्नुहुन्छ भने कमेन्टमा लेख्नुहोस्, मेरो जीवन मेरो निर्णय। यो भिडियोलाई सेभ गरेर राख्नुहोस्, किनकि कुनै दिन तपाईलाई सही समयमा सही निर्णय गर्न यो भिडियोले मद्दत गर्नेछ। धन्यवाद।